लाइ सबैजनालाई वेलकम छ मेरो मिनी भ्लगमा। म चाहिँ आज मेरो बहिनीलाई काठमाडौँ पठाउन लाग्यो कि यही गाडीमा जान लागेको छ काठमाडौँ। सानो काम परेर जान लागेको छ मेरो बहिनी चाहिँ। नेपाल आएको त अब 1 हप्ता पनि भएको छैन कि अब त्यही काम परेर फेरि जान लागेको छ काठमाडौँ। 1-2 दिनमा फर्किहाल्छ कि आज चाहिँ काठमाडौँ जान्छ मेरो बहिनी। उसलाई चाहिँ शुभ यात्रा है। अनि गुरुजीहरूले जिस्काइराख्नु भएको थियो कि अनि मेरो बहिनी चाहिँ त्यसरी बोल्दिनँ कि मान्छेहरूसँग बोल्ने अलिकति लजाउँछ। अनि ऊ चाहिँ 1-2 दिनमा फर्किहाल्छ काठमाडौँदेखि। आज चाहिँ काठमाडौँ जान लागेको छ मेरो बहिनी है। अलिकति मन नराम्रो बनाएको छ कि अनि भित्र आउने बेला दाइहरूले झन् खिचाइराख्नु भएको थियो मेरो बहिनीलाई चाहिँ। अब अलिकति गाह्रो हुन्छ नि त केटी मान्छे, अब एक्लै जाने। अब नजिक भएको अब साथी गइदिउँ ल अहिले बेलुका फर्क्यौँ भन्नु अब यति टाढा छ। अब एक्लै जान लागेको छ मेरो बहिनी चाहिँ। ल बाई। अनि आजकल त हाम्रो पूर्वी रुकुममा पनि राम्रो राम्रो गाडीहरू आएको छ कि एसीवालाहरू।